Let's go! हामी चाहिँ आज हेरोङसान अस्ति गएको डाँडा पुनः जाँदैछौँ। गाई चाहिँ अगाडि हुनुहुन्छ हेरोङसानको आधी बाटोसम्म चाहिँ साइकल, त्यसपछि चाहिँ ट्रेकिङको यात्रामा छौँ। गाडी आउँदैछ त। Ready, let's go. Hi guys. Hãy đi tới. कहाँ नाच जङ्गलमा एक्लै नाच्ने हो तपाईँ? जो भन्छ कि भनेर है म त रमाको भनेर। ल गाइज, हामी चाहिँ ठ्याक्कै यो गुम्बाको छेउमा चाहिँ आइपुगेका छौँ। म चाहिँ हामीलाई चाहिँ माथिबाट एउटा किट बेबीले चाहिँ स्वागत गरिरहेको रहेछ। लाली जो भन्छ कि हजुर ओ बाजा बजाउँदै हजुर। हेलो हेलो, वा हिरो वा हिरो वाला निक्का
वाउ हामी चाहिँ आज चाहिँ जोस् हाम्रो प्लान भनेको चाहिँ यहाँ बस्ने आजको क्याम्प चाहिँ हाम्रो यहाँ हुन्छ करिब अनि हामी चाहिँ एक रात चाहिँ यही नेचरसँग चाहिँ रमाउने भनेको छौँ माथि डाँडामा गएर फर्केर आएर चाहिँ हाम्रो क्याम्प चाहिँ आज यहाँ है अब चाहिँ हाम्रो यो पानी खाने ठाउँमा आइपुग्यो भित्र चाहिँ ठक्कसँग हाम्रो बुद्धको मूर्तिहरू छ गुम्बा हो यो चाहिँ तर यहाँ कोरियामा चाहिँ गुम्बामा खासै नेपालको जत्तिकै लामाहरू चाहिँ हुँदैन भए पनि यहाँ रेखदेख गर्ने एउटा एकजना दुईजना बाइक हुँदैन अब यहाँ दाइले चाहिँ पुरै सिवान अनमोल मासेको हिसाब नि ल यस्तो पहाडबाट चाहिँ पलाएको पानी हो खानुपर्छ दाइ पहाडबाट आएको पानी चाहिँ एकदम सफा नै होला सबैले खाइरहेको पानी हो भेगु त के आठुलो भेगु त्यो पावा भेगु त त्यो यो त खेकोडी पा हो यो बेगो त्यो यो यसको इतिहास पनि छ नि होइन इतिहास पनि हुन्छ त्यस्तो यसको नि इतिहास छ नि त मलाई बाल भागे त त्यो त त्यस्तो बाटो त पुरै होइन मेडिटेसन गरेर बसेर चाहिँ गीत बजाउँदै आइरहेको पानी कहाँ हुन्छ अनि हामी के अरे हामी आउँदाखेरि आउमाने भन्दै रहेछ सानोतिनो झाँकेरी रहेछ त तिमी त मन्तरले ढालिदिने क्या यो बाँस चाहिँ माथि माथि नलगो भने यार यो बाँस चाहिँ माथि माथि नलगो आयो भने यो त कहाँ तपाईँको यो त एकदम अर्ग्यानिक प्लस अब यो मान्छेलाई नभई नहुने यो चाहिँ धामी भनेको सिलौटा जस्तै यो चाहिँ हामी पानी अब खास यो चाहिँ कसरी राख्नुपर्ने हो भन्दा चाहिँ होइन यसरी हो क्या यसरी हो बनाउँछ ल भाइ बिगार्नमा त एक्सपर्ट हो त्यो छेउ ए बुझेँ नि त भाइ मैले अनि यो माथिबाट पानी छुइँदो रहेछ अनि तप्कन हेर नि त छेउमा जानको लागि एउटा ऊ पनि छ नि त यस्तो पसिना बगेछ कि यस्तो खुल्ला जस्तो महसुस भयो शरीरको सबै विकार बग्यो जस्तै एकदम आनन्द भएको छ के रुगाहरू रुचेर मासहरू त पसिनाले सायद यहाँ हुँदा माथि पानी खानको लागि ठाउँ छैन होला है अनि यसको जुन तरिकाको यो बनावट छ नि ढुङ्गाको के यो त जतिखेर नि खस्ला जस्तो देखिन्छ त अनि यार यो खस्ला जस्तो देख्छ तर यो खस्यो भने यो पृथ्वी नै खस्छ हो नि यो कस्तो खालको एमाले हो क्या तिमी हजुर एमाले हो क्या हो एमाले गफ हान्न त फेरि सिपालु रहेछ एकदम पुरानो है के हो त यो चाहिँ थाहा भएन तर दामी बनाएको जुन यो भित्तामा खोपेर भगवान् बुद्धको जुन मूर्ति बनाएको छ नि दामी है यो चाहिँ गाइस हामी चाहिँ जानुपर्ने चाहिँ माथि टुप्पामा है हामी अहिले तलै छौँ सो अब बाटो लाग्छौँ पानी सानीको काम भयो लु जाऊँ न त भाइ
ल गाइज हो हामी चाहिँ टपमा पुग्यो है कस्तो मिठो चिसो हावा आएको है भाइ हजुर घाम लागेको नि वा 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 यो चाहिँ एकदम के भन्नु खै शब्दले बयान गरेर बयान गर्नै सकिँदैन कि आइस दामी दामी वा वा यहाँबाट नि हेर्नु न ऊ तल पोखरीहरू कति दामी देख्छ वा वा हाम्रो दाइ भिडियो बनाउँदैछ कलाकार म ब्ल्याकर दाइ दामी 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 सही हो ल है पोहोर थिएँ त्यत्रो हिँडेर 2 घन्टा हिँडेर पुरै सब देखिरहेको छ भिडियोमा चाहिँ कस्तो देखिरहेको छ तर यसबाट चाहिँ दामी देखिरहेको छ र मलाई अर्को कुरा है यहाँ एकदम मन परेको कुरा भनेको यस्तो टुप्पा भयो क्या त्यो राखेको यस्तो टुप्पामा पनि फेरि चार्ज गर्ने ठाउँ छ होइन 4 घन्टा राखेको इमर्जेन्सीमा के गरेँ ओहो इमर्जेन्सी चाहियो ए तपाईँको ब्याट्री सक्यो भने यहीँ चार्ज गर्दा नि हुन्छ के हो त नि चार्जर छ है तिमी अनि ऊ चार्जर यहीमा छ त नि चार्जर यसमा छ छ नि हेर्नु त त्यो तल कहाँ ऊ त्यो भित्र छ त्यो तान्ने अँ उँभो तान्ने हो हावा खोल्दैन हो तान्ने हो अब अस्ति मैले बन्द गरिराखेँ ए यो त आइफोन अनि कहाँ यो यहाँ यहाँ टाइप सबै छ नि आइस दामी 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 कहाँ यार? ए सही हो यस्तो दामी फेसिलिटी यस्तो डाँडामा कि सही हो दामी दामी अब नेपालमा गएर चाहिँ हामी पनि यस्तै बनाउँ है के यस्तै अब हुन्छ नि टुरिस्ट एरियातिर यसरी बनाउने सित्तैमा सितैमा बनाइदिने नि के भएको छ कति चाहिँ जान्छ र के पो धनी छ अब त्यो धनी सबै मन धनी भयो भने सबै धनी हुने हो यस्तो दामी वा पर त्यो के अरे अपार्टहरू कति देख्दो रहेछ त नि दाइ खै ऊ पर हेर्नु न उता के हो त नि तेजन होला है सायद थिएछन् होला तैँले देखिरहेको छु वाचै भएको छैन तर त्यहाँनिर चाहिँ थिएछन् कहाँ हो यो भिडियोमा त केही देखिरहेको छैन त अनि अपार्ट छ हो दामी 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 त्यो ताल हेर न भाइ यस्तो दामी के त्यो तलको ताली वा सही हो क्या दामी वर्ती के त्यो 2-3 घन्टा हिँडेर है माथि आएपछि यस्तो दामी भ्यू देखिन्छ कि अर्काएर भिडियो देखाइदिनु पऱ्यो अपार्ट भन्दै थियो भाइ चाहिँ कहाँ हो यहाँ रहेछ ल है बाबाई हामी त एक दिन आउनै पर्छ यार यतिको ठाउँ चाहिँ हेरेन भने चाहिँ हुँदै हुँदैन हो यार दामी त्यो तल अब मान्छे हेर्नु न यहाँबाट मान्छे होइन यो डाँडै डाँडा गयो यहाँबाट डाँडै डाँडा गयो डाँडै डाँडा गयो डाँडै डाँडा गयो अनि यो डाँडै डाँडा गयो डाँडै डाँडा गयो उहीँ यहाँनिर हल्का बढाङ देख्दो रहेछ हौ यो त अनि चाइनाको ग्रेट वाल जस्तो रहेछ त हो। डाँडै डाँडा है सही हो दामी छ हेर्नु यहाँनिर डाँडा होइन यो डाँडा पनि क्रस गर्नुपर्छ होला कि अझ हजुर नेक्स्ट टाइम आउँदा चाहिँ कारमा आऊ अनि मेरो कार त्यो तलै राखेको थियो होइन कुन चाहिँ त्यो बेकार बेकार होइन ब्ल्याक कार अलि इङ्ग्लिस राम्रोसँग बोल्नु नि त सरी ब्ल्याक भन्छ नि त बे पो भइदियो न ब्ल्याक त्यो म अलि इङ्ग्लिसमा कम्प्युटर अलि इङ्ग्लिस स्पष्ट बोल्नुहोस् ब्ल्याक कार एकचोटि भिडियो बनाउनु त्यहाँबाट मेरो वा प्लिज केदारनाथ केदारनाथ ल भयो एउटा डाँडै चिल बस्यो हौ त्यस्तै 360 घुमाइदियो ल होइन मलाई नि एकचोटि देखाइदिनु पर्ने अनि अब देखाउनु नयाँ बाई बाई